जाने बाटो यही हो मैदान हो सिधै डाँडाडै जाने हो झन्डै कता गइन्छ त्यही बाटो त्यसलाई उता गाडी साइडतिर जाने हो जान त गइन्छ होला दुःख कति टाढा छ यहाँबाट त्यो टावर भएको त्यही हो हजुर होइन नि यता हो यो बुटा बलतिर होला ए यसको पछाडिबाट हजुर हजुर ल बाटो चाहिँ हिलेम्मै रहेछ कहीँ चढ्ने कहीँ चढ्ने गर्दै हिँड्दैछौँ त साथीहरू चाहिँ कन्फ्युज भएको अवस्था म स्कुटी छोडेर फेरि एकजनालाई सोध्न जाँदैछु बाटो चाहिँ हेरेनिर
वाइ रहेछ तल जाने कि माथि भन्ने कन्फ्युज भयो अलि माथि पुगेपछि फेरि फिर्ता आउँदैछु एकजनालाई सोध्नलाई जसो तसो जसो तसो सरेक माइने नान चाहिँ आइपुग्यौँ हामी भाइ चाहिँ अगाडि अगाडि म चाहिँ पछाडि पछाडि हिँड्दैछौँ आयो गाह्रो भयो एकछिन चाहिँ गाई सोरेक मैदान हामी आज दसैँको दिन दसैँको दिन बाहिर म अब ठिक पाइयो स्कुटरले नतानेर अब बाटो हेर्दैछौँ र यस्तो छ तलको भिजनहरू तलको भ्यू यस्तो छ अब हामी चाहिँ अब यो हिलको टपमा जाँदैछौँ पहाडको टाकुरामा हेरौँ त्यहाँबाट हेरौँ अब कस्तो देखिन्छ टपमा जाँदैछौँ हामी गाइड ल एकदम ध्यान लिएर आउनु पर्दो रहेछ यहाँ अब यस्तो चिल पारामा दिएछ आज दसैँ हो होइन ठिक छ रमाइलो छ आज सोरेक मैदानी हेर्दैछौँ के छ यस्तो छ आनन्दको पहाड बुटबुट्यान छैन घाँसे डाँडा भनौँ यसलाई होइन हुन्छ यतापट्टि जाउँ न त यतापट्टि जाउँ ल यस्तो छ यता चाहिँ मोटरको बाटो तलबाट हामी चाहिँ हिँडिरहेछौँ यसरी हामी चाहिँ यो हिँड्दैछौँ यता यता पछाडिबाट हेर्दाखेरि पछाडिको सिन है त अब हामी जाने यता ठडिएर दाजु हिँडिरहेछौँ यता अब पक्का हो पक्का आज हामी दसैँ स्पेसल भाइ चाहिँ फोटोग्राफर म चाहिँ भिडियोग्राफर चान्जिने क्या फेरि पिकनिक स्पट रहेछ एउटा पिकनिक खाने ठाउँ तर अलि सफा चाहिँ होइन उता सार्वजनिक टोयलेट अनि उता पनि यो पिकनिक स्पटहरू रहेछ र यता सल्लाहकारी सल्लाह सुसाउँदैछ एन्ड देन यता गाउँ रहेछ सानो सानो गाउँ के गाउँ हो यो चाहिँ नेपाल फिल्ड एन्ड सहयोग भनेको छ यो पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना तथा भिरकोटको नपा आर्थिक तथा प्राविधिक सहयोग निर्माण गरेको सहयोग खेल मैदान सार्वजनिक शौचालय लेखेको छ सार्वजनिक शौचालय लेखिएको त छ तर कन्डिसन कस्तो छ थाहा भएन काम छैन है यस्तो रहेछ पुरा बोतल सोतल छिराएर राखेको रहेछ अनि यता सफा पनि छैन खासैमा यस्तै ल ल है नमस्ते हजुर हामी यो सोरेकको अहिले यो
टाकुरामा जाने कार्यक्रम हाम्रो छ। राइस दाई चाहिँ नि भिडियोग्राफर अलि दुःख पाउनुभयो आज स्कुटरले नतानेर। एकदम यात्रा चाहिँ नि स्मरणीय रहने भयो। 2082 को चाहिँ नि बडा दसैँको कार्यक्रममा हाम्रो दसैँ थिएन। त्यसकारण हामी दाजुभाइ चाहिँ ल घुमाउन त भनेर आज सोरेक मैदानतिर आइरहेको अवस्था छ। बाटो ठाडो छ यस्तो के गर्ने त पारिस्याङ्ग पनि देखिँदो रहेछ। यो चाहिँ सोरेक मैदानको सबभन्दा माथिको टाकुराबाट लिएको भ्यू हो। साथीहरू ल घुम्न आउनु होला है। धेरै टाढो छैन यो वालिङबाट लगभग 7-8 किलोमिटर टाढो छ। आउनुभयो भने हुन्छ। यहाँ रेस्टुरेन्टहरूको पनि सुविधा छ, होटलको पनि सुविधा रहेछ। आउनु सक्नुहुन्छ तपाईँहरू। स्याङ्जातिरको हुनुहुन्छ भने या अन्य जिल्लाको हुनुहुन्छ भने पनि आउनु सक्नुहुन्छ। र यहाँ विशेष बाबु एडभेन्चरको यहाँ प्याराग्लाइडिङको ट्रेनिङ स्थल पनि हो यो। तपाईँहरू यता घुम्न आउनु सक्नुहुन्छ है त। बिस्तारै बिस्तारै झर्दैछौँ हामी अब यो सोरेकको मैदानको डाँडाबाट। किनकि मौसम देख्नुभयो होला नि कस्तो भइरहेछ हेर्नुहोस् त। त्यहाँ सतौँबाट आएको चाहिँ हामी तल सतौँको फाँटबाट दुःख पाइयो स्कुटर आएको बाटो अप्ठ्यारो रहेछ। पानीले गर्दाखेरि अलि चिप्लो चिप्लो भयो रहेछ। बिच बिच हिँड्न पर्यो। यो जग्गा त पानी आएको है यो जग्गा यहाँ अनि त गाउँपालिकामा पनि गराउँछौँमा पनि यस्तो अघि त पानी फुर्र झरिहाल्यो। झरिसक्यो ठुल्ठुलै थप झरे। अब हामी अहिले चाहिँ गुरुङ रेस्टुरेन्टमा छ। यहाँ पानी परेको अवस्था छ। यस्तो छ। अब यहाँ चियास्याङ खाउँ भन्ने प्लानिङले यहाँ आएको छौँ। पानी पनि परिरहेछ।